चमके चमके रहते हैं। तू जो कभी चाहे कौन सिखाए दिल की कैसे सुनते हैं। कभी जो मंजिल ना आसान रंजिश कोई दरमियान खत है जो तुझको लिखे शायद मिल ना सके। खैर तू अब जो मिले सुन ले ये सदा। कैसी दिल लगी है कैसी बेबसी है मेरी जिंदगी है तू मेरी जिंदगी है मेरी जिंदगी है तू। सेतो हाल्नु पऱ्यो साथ सँगसँगै हाल्नु पनि पाकिहाल्छ। त्यसपछि चाहिँ मैले यसमा दुईवटा टमाटर काटेर चाहिँ मिडियम साइजको एउटा पनि यहाँ राखेको छु। यसलाई चलाएर हल्का एकचोटि चलाएर यसलाई चाहिँ अब छोपिदिन्छ है। एकछिन 2 मिनट छोपेर मात्रै यसलाई चलाउँछु जबकि आलु चाहिँ तल पाक्दै गर्छु तबसम्म। सो यता चाहिँ मेरो भात पाकिसकेको छ है। सो मैले चाहिँ दिनको खोलेर पनि है यसलाई सागलाई चलाएँ। साग यति मिठो छ हेर्दै खानु लाग्दो। सो मैले नुन थप्दैछु अघि थोरै नुन राखेको थियो फेरि यसमा मैले रस जस्तो राख्छु ग्रेभी भन्ने थोरै नुन थाप्यो है। सो यसमा पनि थोरै धुलो मसला हालेँ है आलु भएको कारणले नत्र म सागमा धुलो मसला चाहिँ राख्दिनँ। आलु भएको कारणले मात्र राखेको। यतिको पानी त सागले निकाल्यो होइन तर थोरै अब दाल छैन आज त्यही भएर दालको सबै साग्ने रस खाने हो दुईजनाको लागि मात्र हो है। त्यही भएर मैले थोरै रस राखेको छु यति नै। अब यसलाई मजाले मैले पकाउँछु 3-4 मिनटसम्म बिल्कुल आएर त्यसपछि यो चाहिँ एकदम खानालाई रेडी हुन्छ है। आलु पनि अलिअलि पाकिसकेको छ यति पाकिसकेको छ। सो यसको फाइनल लुक्स हेर्ने अब बढी पाकिहाल्यो मेरो